नमस्कार। आज मङ्सिर 3 गते 2082 साल यहाँहरूलाई फेरि अर्को श्रृङ्खलामा हार्दिक स्वागत गर्न चाहन्छौँ। काठमाडौँको खसी बजार कलङ्की क्षेत्रबाट यात्रा तय गरेका छौँ र साथीहरू देश विदेश र भूगोलको कुन ठाउँबाट यहाँहरूले साथ र सपोर्ट गर्दै हुनुहुन्छ, भिडियो कार्यक्रम हेर्दै हुनुहुन्छ। पुरा भिडियो कार्यक्रम हेरेर प्रतिक्रिया पनि जनाउन सक्नुहुनेछ। आउनुहोस् अब विषयवस्तुतिर प्रवेश गरौँ। यो कलङ्की क्षेत्रबाट काठमाडौँको नागढुङ्गा चेकपोस्टतर्फ अगाडि बढ्दैछौँ। केही दिन अगाडि मात्रै यो कलङ्की नागढुङ्गा सडक खण्डको स्तर उन्नति कार्य चलेको थियो। त्यस क्षेत्रतर्फ स्तर उन्नति कार्यपछि सडक चाहिँ कस्तो भएछ भनेर हामी जस्ताको तस्तै आउनेछौँ। यात्रा नागढुङ्गासम्मको हुनेछ। अन्तिमसम्म भिडियो सामग्री हेर्नुपर्ने हुन्छ। ठ्याक्कै अब हामी कलङ्की चोकमा आइपुग्यौँ। कलङ्की चोकबाट चाहिँ अब नागढुङ्गातर्फ लाग्नै पर्यो। चाहिने ठ्याक्क चोक तल अन्डरपास हो। यहाँनिर माथिबाट चाहिँ सिधै जान मिल्दैन। यसरी लेफ्ट र राइट मात्रै जान सक्छौँ। हामी लेफ्टबाट नागढुङ्गातर्फ अब हो यहाँतिर पिच भएछ। ल हेर्नुहोस् टक्क पिच भएछ। यताबाट जानुपर्ने रहेछ। अहिले यहाँतिर चाहिँ यो डिभाइडर सारेछ नि त पिच गरिसकेपछि। छेउको लेन चाहिँ अब बसहरू रोक्ने, त्यस्तै गरी माइक्रो बसहरू डिभाइडर सारेको रहेछ। ल हेर्नुहोस् यो सबै पूर्वतिर जाने, पश्चिमतिर जाने बसहरू यो कलङ्की चोकबाट अगाडि बढिसकेपछि रोक्छ। हामी हेरौँ पिच भएको बाटोहरू के कस्तो छ, अपडेट दिँदै जानेछौँ। निरन्तर हेर्नुहुने साथीहरू पनि हुनुहुन्छ। उहाँहरूलाई पक्कै पनि हाम्रो विषयवस्तु भिडियो कार्यक्रम तयार पार्ने शैली पक्कै पनि थाहा छ। कतिपय साथीहरू निरन्तर हाम्रो भिडियो हेरिरहनु हुन्छ। उहाँहरूलाई अनगिन्ती धन्यवाद र नयाँ आउनुहुने साथीहरूलाई पनि हार्दिक स्वागत। ढुङ्गे अड्डा आइपुग्यौँ। अब ठ्याक्कै 10 बजिसकेको छ भिडियो छायाङ्कन गर्दैखेरि। त्यसकारण यहाँतिर चहल पहल गाडीको केही सङ्ख्याहरू देख्न सक्छौँ। ल बाटो गजब भएछ। ओहो ल हेर्नुहोस् त एकदम राम्रो भएछ है बाटो। यो स्तर उन्नतिपछि कालोपत्रे थप गरिसकेपछि अब लागौँ हेरौँ हामी के कस्तो छ, कसरी यात्रा गर्न सक्छौँ। यस्तो छ यो बाटोको चाहिँ मानिसहरूलाई धेरै चासो भएको हुन्छ। किनकि यो बाटो धेरैले प्रयोग गरेका हुन्छन्। पूर्वदेखि पश्चिमसम्म जाने महानुभावहरूले यो बाटो प्रयोग गर्नुहुन्छ। त्यसकारण यो बाटोको अपडेटहरू हामी बेला समयमा दिइरहेका छौँ। यो काठमाडौँ क्षेत्रको त्रिभुवन राजपथ हेरौँ। ल चट्ट पिच गरिसकेछ कलङ्की नागढुङ्गासम्मको बाटो। अब यहाँतिर लेन मार्किङ गर्नुपर्ने, लेन राख्नुपर्ने मात्रै काम जारी रहेको रहेछ। त्यसपछि अझ चिटिक्क देखिनेछ, राम्रो देखिनेछ। डिभाइडरहरूमा पनि रङरोगन गर्नुपर्ने देखिन्छ। त्यो डिभाइडरमा रङरोगन गरिसकेपछि उत्कृष्ट हुनेछ। आहा यो एकदमै राम्रो काम हो। ल हेर्नुहोस् है परिवर्तन यसरी हुनुपर्दछ। ल चट्ट डिभाइडर राखिसकेपछि यहाँ अर्कोतिरबाट आउने सवारी साधनहरूले यहाँ अवरोध गर्न पाइँदैन। यो सुरक्षाको हिसाबले पनि एकदमै राम्रो काम हो। ल हेर्नुहोस् यो डिभाइडरमा अब चाहिँ रङरोगन गरिसकेपछि एकदमै राम्रो देखिनेछ, उत्कृष्ट देखिनेछ। यो बाटोमा यात्रा गर्नको लागि धुलो धुवा पनि कम भएको छ। पिच गरिसकेपछि कालोपत्रे थप गरिसकेपछि स्तर उन्नति गरिसकेपछि यस्तो खालीमा हेर्नुहोस् त। आहा ल हेर्नुहोस् बाइक पनि उफ्रेको छैन, खाल्डो खुल्ली पनि छैन। पिच गरिसकेपछि वाउ यतिको बाटोमा यात्रा गर्न पायो भने चाहिँ एकदमै सहज हुनेछ आम मानिसलाई भन्ने हाम्रो धारणा रहेको छ। लेन मार्किङ गर्ने कामहरू जारी रहेको रहेछ। ठुल्ठुला गाडीहरू चलिरहेका छन् यति बेला। कलङ्की नागढुङ्गा सडक खण्ड त्रिभुवन राजपथ क्षेत्रमा हो। ल हेर्नुहोस् है हो जाम भयो त। अब कार्यालय समयमा आएपछि यस्तै हो। अब बिहानै आएको भए चाहिँ खुल्ला बाटो मात्रै यहाँहरूले देख्न सक्नुहुन्थ्यो। यद्यपि बाटो राम्रो छ। यो त एकदमै व्यस्त बाटो हो। ल हेर्नुहोस् यस्तो ठुला ठुला गाडीहरू चल्छन् यो बाटोमा। भारतबाट पनि मालवाहक ट्रकहरू यसरी आउने गर्दछ। ठुल्ठुलो बसहरू पनि यहाँबाट नै सञ्चालन हुने गर्दछ। पूर्व पश्चिम यहीँबाट जाने गर्दछ। कारण यो बाटो राम्रो बन्नु पर्दछ भन्ने पनि हाम्रो धारणा हो। सोही अनुरूप हामी बेला बखत भिडियो कार्यक्रमहरू
प्रस्तुत गर्ने गर्छौँ। पुलमा सरसफाइ गर्नुपर्ने देखिएको छ। गजब छ, गजब। ल हेर्नुहोस् है, सरर आनन्दले एकदम मजाले यात्रा गर्न सक्छौँ। देश विकासको पहिलो आधार भनेको नै सडक हो। सडक सञ्जाल राम्रो भयो भने हामी सहजै आफ्नो गन्तव्य पुग्न सक्छौँ, सहजै कुनै पनि धार्मिक एवं पर्यटक स्थलमा पुग्न सक्छौँ। त्यसो गर्दाखेरि चाहिँ पर्यटन प्रवर्धनमा टेवा पुग्दछ भन्ने हाम्रो धारणा अनुरूप नै हामीले सडकतिरको विकास निर्माणको पर्यटनसँग सम्बन्धित भिडियोहरू तयार पार्ने गर्छौँ। आउनुहोस् अब अगाडि बढ्दै जाउँ, के कस्तो छ। अन्य विषयहरू हेर्दै जाँदा के आउँछ सोही बोल्दै जाने हो, आफ्नो विचारहरू राख्दै जाने हो। यस विचार र दृश्य हजुरहरूलाई कस्तो लाग्छ, सल्लाह सुझाव दिनको लागि हाम्रो प्रतिक्रिया बक्स अनिवार्य रूपमा सधैँ खुला रहनेछ। यहाँहरूको विचार, यहाँहरूको सुझाव छोड्न सक्नुहुनेछ। कार्यालय समय भएको कारण सवारी साधनको चाप देख्न सक्छौँ। अब सबैजना आफ्नो कार्यालयमा जानै पर्यो। त्यही माथि अब ठुल्ठुलो बसहरू चल्ने ठाउँ हो, मालवाहक ट्रकहरू पनि चल्ने बाटो हो। सोही अनुरूप चाहिँ कार्यालय समयमा सवारी साधनको चाप हुने नै भयो। ठिक्क चाप छ कोही कोही ठाउँमा। अब त्यस्तै त हो। चट्ट हेर्नुहोस् त, आहा राम्रो बनाएछ। अब यहाँतिर लेन राख्नुपर्ने काम छ। लेन राखिसकेपछि चिटिक्क सफा राम्रो देखिनेछ अझै। र हामी यो लेन चिटिक्क बनाइसकेपछि पनि देखाउनेछौँ। अपडेटहरू दिने कार्यमा हामी निरन्तर अगाडि बढिरहनेछौँ। यो चाहिँ पुरानो ढलान हो, यो ढलान बाटो। यसमा अब पिच गरेको छैन, यहाँ पिच गर्ने कुरो पनि भएन। यो ढलान चाहिँ बलियो हुन्छ भन्ने धारणा छ। एकदमै राम्रो छ मित्र महानुभावहरू, गजब छ। हेरौँ है साथीहरू। र नयाँ साथीहरू हाम्रो च्यानलमा जोडिँदै हुनुहुन्छ भने हाम्रो च्यानलको बारेमा एकचोटि सर हेर्नुहोला। हामीले प्रसारण गरेका भिडियो कार्यक्रम सर हेर्नुहोला। हामी सडक र पर्यटनसँग सम्बन्धित, विकास निर्माणसँग सम्बन्धित भिडियो कार्यक्रमहरू तयार पार्दै जानेछौँ। यस्तै विषयवस्तु समेटेका भिडियो कार्यक्रमहरू हजुरहरूलाई मनपर्छ भने अवश्य पनि च्यानललाई सब्सक्राइब गरेर जोडिन सक्नुहुनेछ, ताकि हामीले दिएका अपडेटहरू निरन्तर हेर्न सक्नुहुनेछ। हो फेरि ल हेर्नुहोस्, यो नेपालको चलन चाहिँ जथाभावी सर गाडीहरू छिराउने जथाभावी घुमाउने कार्य चाहिँ यो राम्रो होइन। अब ठाउँ पनि छैन, त्यसकारण पनि यस्तो भइरहेको छ। अगाडि बढ्छौँ हामी। नागढुङ्गा सुरुङ मार्गको क्षेत्र, यो क्षेत्र हेर्नुहोस्, आहा चिटिक्क बनाएको छ। ल हेर्नुहोस् त, यो सडक गजबको बनाएको छ। यो हेर्नुहोस् त, यहाँ लेन मार्किङ पनि गरिसकेको छ, कति राम्रो। हेर्नुहोस् है, यो बिचको यो बन्द भएको भाग चाहिँ यो फ्लाइओभर हो। हामी काठमाडौँबाट धादिङतर्फ जाँदाखेरि यो फ्लाइओभर प्रयोग गर्नु पर्दछ। हेर्नुहोस्, आहा यहाँ काम हुँदैछ, काम कारबाहीहरू भइरहेको नै छ। यो सुरुङ मार्ग अब चाँडै खुल्ने भनिरहेका छौँ हामीले, तर अहिलेसम्म खुलेको छैन। यस्तो छ है, आहा कति राम्रो रोड हेर्नुहोस् त। सबैतिर चारैतिर यस्तो रोड भयो भने अति नै राम्रो हुने थियो। ल हेर्नुहोस् त, आहा ल हेर्नुहोस्, एकदमै राम्रो छ, चिटिक्क छ। वा ल हेर्नुहोस्, यो हो फ्लाइओभर। ल हेर्नुहोस्, कायदाको छ यो फ्लाइओभर पनि, एकदमै राम्रो छ, सुन्दर छ, चिटिक्क छ। ल हेर्नुहोस् त, अब अर्को भागतिर पनि हामी देखाउँछौँ के कस्तो छ, जानकारी दिनेछौँ। ल हेर्नुहोस्, यताबाट सर घुमेर हेरौँ न हामी। यहाँबाट घुम्न मिल्ने ठाउँ पनि रहेछ र यो भागबाट पनि हेरौँ। आहा ल हेर्नुहोस् त, कति राम्रो देखियो। यहाँतिर अझै पनि कामहरू भइरहेको छ।
यस्तो छ चिटिक्क ल हेर्नुहोस् त आहा ल हेर्नुहोस् वाउ यतिको राम्रो चाहिँ हुनै पर्यो देशमा विकास नभएको होइन विकास चाहिँ भइरहेको अवस्था नै छ यद्यपि काम कारबाहीहरू गर्दाखेरि ढिलासुस्ती भन्ने भएको छ आयोजनहरू जिम्मा लिँदाखेरि ठेकेदारले सही ढङ्गबाट काम गर्नु पर्यो सही तरिकाले काम गर्नु पर्यो वाउ कति राम्रो यो नागढुङ्गा सुरुङ मार्ग आयोजनाले पिच गरेको बाटो यहाँ चिटिक्क बनाएको छ हो चारैतिर यस्तो भयो भने अति उत्तम हुने थियो ल हेर्नुहोस् त कति राम्रो वाउ यतिको राम्रो चाहिँ हुनै पर्यो ओहो भर्खर यहाँ सुन्तला खाएर यो गाडीबाट सुन्तलाको बोग्रा रोडमै फालिदियो ओहो मानिसको चेतना हेर्नुहोस् त बारम्बार मैले भिडियो कार्यक्रमहरूमा मानिसको चेतनाको स्तर के भएको भनेर चाहिँ बारम्बार भनिरहेको छु प्रत्येक भिडियो जस्तोमा यस्तै देखेँ भने चाहिँ भनिरहेको छु यो गाडीबाट अब कसले कुन चाहिँले फाल्यो सुन्तलाको बोक्रा अब कुन सिटबाट फाल्यो त्यो चाहिँ मैले यकिन गर्न सकिएन तर यो गाडीबाट फालेको छ सुन्तलाको बोक्रा यो मनुष्यको चेतना के भएको यति राम्रो सडक चाहिँ भर्खरै अब स्तर उन्नति गरेको छ पिच गरेको छ यो मानिसको चेतनाको स्तर के भएको हो यहाँ भर्खरै चिटिक्क बनाएको छ राम्रो बनाएको छ धुलो धुवा चाहिँ उड्न कम भएको छ फोहोरहरू नियन्त्रण भएको छ सुन्तला खाएर चाहिँ गाडीबाट बोक्रा फाल्ने पानी पिउने फाल्ने बोतल के भएको के चेतनाको स्तर अलिकति खल्तीमा बोकेर हिँड्नु जहाँ चाहिँ अब रोकिने ठाउँमा डस्टबिनहरू भेटिन्छ त्यहाँ फाल्नु नि के भएको है ल चालक मित्रहरूले ल भन्नुहोस् है आफ्नो गाडीमा यात्रा गर्ने महानुभावहरूलाई चाहिँ सिधै भन्नुहोस् गाडीमा चढ्दाखेरि नै भन्नुहोस् है ल यात्रु महानुभावहरू तपाईँहरूले पानीको बोतलहरू त्यसै गरी कुनै फलफुल खाएको छ भने बोक्राहरू नफाल्नुहोस् भनेर चालक महानुभावहरूले सिधै भन्नुहोस् गाडीमा चाहिँ डस्टबिन राख्नुहोस् गाडीमा अनिवार्य रूपमा डस्टबिन राख्नुपर्ने व्यवस्था छ डस्टबिन राख्नुहोस् यात्रु महानुभावहरूले फलफुल खान सक्छन् त्यो फलफुल खाने क्रममा बोक्रा चाहिँ बाहिर नफाल्नुहोस् सडकमा नफाल्नुहोस् भन्नुहोस् चालक मित्रहरू सचेत हुनुहोस् सचेत नागरिकको पहिचान दिउँ हामी नेतालाई मात्रै गाली गर्छौँ कर्मचारीलाई मात्रै गाली गर्छौँ नागरिक आफै सुध्रिएन भने चाहिँ कहाँबाट हुन्छ देशको विकास यस्तो आक्रोशित भएँ नि मैले यो भिडियो मात्रै भन्दिनँ होइन भित्रबाटै आक्रोशित भएर आउँछ कसैले फोहोर फालेको देख्यो भने कसैले करेन्ट खाएर थुकेको देख्यो भने एकदमै भित्रबाटै आक्रोशित भएर आउँछ अब के गर्ने समात्र डिएम कि डिएम पिर्न पनि नमिल्ने यस्तो छ के यो देशमा अब यो विषयलाई छोडौँ हामी सचेत बन्नु पर्दछ भनेर हामी चाहिँ सजग गराउँछौँ सुसूचित गर्न चाहन्छौँ हामी हावामा भिडियो कार्यक्रम बनाउँदैनौँ अलिकति केही होस् सूचनामूलक होस् सन्देशमूलक होस् भनेर हामी बारम्बार भनिरहेका हुन्छौँ अब फेरि विषयवस्तुतर्फै फर्क्यौँ अब यस्तै हो यात्रा गर्दा गर्दै के देखिन्छ के देखिन्छ त्यस विषयवस्तुमा सिधै बोल्नुपर्ने हुन्छ कहिलेकाहीँ आक्रोशित रूपमा आउनुपर्ने हुन्छ यस्तै हो साथीहरू है यहाँहरूलाई अलिकति यस्तो विषयवस्तु कस्तो लाग्छ हजुरहरूले ठ्याक्क प्रतिक्रिया जनाउनु होला कहिलेकाहीँ यस्तै हो मैदानमा हामी उत्रिसकेपछि जे देखिन्छ त्यही प्रस्तुत भएर चाहिँ अब सभ्य ढङ्गबाट प्रस्तुत हुन्छौँ सभ्य भनेको मतलब अलिकति आक्रोशित हुन्छ तर सभ्य शब्दहरू प्रयोग गरेर हामी चाहिँ भिडियो कार्यक्रम बनाउँछौँ यो सञ्जालमा हामीले यस्तै भिडियो कार्यक्रमहरू राख्दै गयौँ भने मानिसहरू सचेत हुन्छन् ओहो भन्ने पनि हुन्छ नि एक हिसाबले त ओहो अब साँच्चै नै देख्यो भने पनि फेरि कारबाही पनि गर्लान् प्रशासनले भन्लान् यो भिडियो चाहिँ हामीले सम्बन्धित निकायलाई आम दर्शकलाई मात्रै देखाउने होइन यो भिडियो चाहिँ हेरेर सम्बन्धित निकायले पनि जवाफदेही हुनुपर्दछ भन्ने हाम्रो धारणा हो
लागौँ अब अगाडि। यस्तै छ है नागढुङ्गा कलङ्की सडक खण्ड। एकदमै राम्रो बनेको छ। जे होस् राम्रो छ। भिडियोमा चाहिँ अब कस्तो आउँछ होइन, क्वालिटी कस्तो आइरहेको छ, मेरो आवाजहरू, मैले बोलेका विचारहरू कस्तो छ, यहाँहरूलाई कस्तो लाग्छ, अब दृश्य चाहिँ देखाउने हो। एकदमै राम्रो छ भन्दा हजुरहरूलाई फेरि देश विदेशबाट कतैबाट हेर्दै हुनुहुन्छ होला। त्यहाँको दाँजेर त भएन है, चिल्लो त्यहाँको एकदमै धुलो धुवा नै नभएको ठाउँको जस्तो त नहोला। यहाँको स्थिति हेर्दा, यहाँको वातावरण हेर्दाखेरि पहिलाभन्दा सुधारिएको भनौँ है, त्यस्तै छ। त्यसकारण चाहिँ हामीले चिटिक्क भएको छ भनिरहेका छौँ। खाल्डोखुल्ली छैन, पहिला चाहिँ खाल्डोखुल्ली थियो। अब यहाँनिर चाहिँ अब ढलान छ। यो ढलान चाहिँ अलिक पुरानो नै भइसकेको छ छन चाहिँ। यहाँ पनि साना साना पालहरू हुन थालिरहेको छ। यो पनि बनाउन जरुरी छ। यद्यपि बाटो एकदमै राम्रो छ। म आफै प्रत्यक्ष रूपमा विदेशतिरको बाटोहरू स्थलगत रूपमा चाहिँ हेरेको छैन। भिडियो सामग्रीहरूमा, सञ्चार माध्यमहरूमा, इन्टरनेटमा, भिडियोमा हेर्दाखेरि अति नै चिल्लो, एकदमै सफा देख्छु। अब सडकमै चिउरा तरकारी हालेर खाँदाखेरि केही फरक नपर्ला जस्तो देख्छु। त्यो अवश्य नै हो है। नेपालमा त्यो सम्मको विकास भने भएको छैन। पछिल्लो समय विकास निर्माणको कामहरू चाहिँ भइरहेको छ, नभएको होइन। यद्यपि विभिन्न आयोजनाहरू, विभिन्न सडक सञ्जालहरू निर्माण गर्दाखेरि चाहिँ ठेकेदारले ढिलासुस्ती गर्ने, समयमा नबनाउने, तोकिएको समयमा चाहिँ मजबुत ढङ्गबाट काम नगरिदिने जस्ता कार्यले गर्दाखेरि विकास निर्माणमा ढिलासुस्ती भएको, आर्थिक भार परेको चाहिँ हामीले हाम्रै आँखाले प्रत्यक्ष रूपमा नै देखिरहेका छौँ। आम नेपाली जनताले यो कार्यमा प्रशासन एकदमै जागरुक हुन जरुरी छ। मेन कुरो त प्रशासनै हो, सरकारै हो। प्रशासनले, सरकारले, अनुगमन गर्नुपर्ने निकायले अनुगमन गर्ने। आफ्नो विभाग, आफ्नो क्षेत्र तोकिएको हुन्छ। आफ्नो क्षेत्रमा पर्ने, आफ्नो माताहतमा पर्ने काम चाहिँ गर्नु पर्यो। अनुगमन गर्नुपर्ने, कतै विकास निर्माणको काम भइरहेको छ भने त्यहाँ के भइरहेको छ, ठेकेदारले कस्ता काम गरिरहेका छन्, कसरी काम गरिरहेका छन् भनेर अनुगमन तीव्र रूपमा गर्नुपर्छ। सरकार जागरुक हुनुपर्दछ। कर्मचारी तन्त्र जागरुक हुनुपर्दछ। राजनेताहरूलाई मात्रै दोष दिएर हुँदैन। र अब हामी ठ्याक्कै हाम्रो आजको गन्तव्यसम्म आइपुग्यौँ, नागढुङ्गा चेकपोस्टसम्म। यो चेकपोस्टको हालत चाहिँ हरिबिजोकै छ। यो चेकपोस्ट अलिकति व्यवस्थित हुनुपर्ने हो। चेकपोस्ट जस्तो नाकामा यो अलिक व्यवस्थित भएन। यहाँ अलिकति रिमोट सिस्टमको गेटहरू हुनुपर्दथ्यो। यो भएन। यहाँतिर अब अव्यवस्थित टहरहरू पनि हामी देख्न सक्छौँ। यो नगरपालिका सरकार मातहतको निकायले यो हेर्न जरुरी छ। हेर्नुहोस्, यो यहाँ केही पनि छैन। रिमोट सिस्टमको गेट पनि छैन, केही पनि छैन। यो नाकामा हेर्नुहोस्, भारततिरबाट आउने सवारी साधनहरू यी नाकाबाट प्रवेश गर्ने हो। पूर्व पश्चिम जाने गाडीहरू पनि यहाँबाट हेर्नुहोस्। यो भारतबाट आएको ग्यासको बुलेटहरू यहाँबाट नै प्रवेश गर्ने हो। यहाँ चाहिँ कडा रूपमा चेकिङ हुनुपर्दछ। अनि यहाँ रिमोट सिस्टमको गेट हुनुपर्दछ। हेर्नुहोस्, यहाँ फेरि नागढुङ्गा चेकपोस्टबाट अलिकति अगाडि आइसकेपछि बाटोको हालत चाहिँ यस्तो छ। ल हेर्नुहोस्, यो चाहिँ व्यवस्थित बनाउनु पर्ने हो। यो अझै पनि यो भित्तालाई फराकिलो बनाउनु पर्ने, यो रोडलाई है। अब यो छैन। यहाँ निर्माण कार्य भइरहेको छ। त्यहाँसम्म गएर आजको भिडियो कार्यक्रम सघाउँछु। ल हेर्नुहोस्, मानिसहरू काम गर्दैछन्, बिस्तारै जानुहोला भनेर यहाँ चट्ट यसरी बोर्ड राखिएको छ। यहाँनिर उपारी काम भइरहेको छ। यो तलबाट चाहिँ मजबुत ढङ्गले पर्खाल उठाउने काम चाहिँ जारी छ परतिर। यस्तै छ यहाँतिर है साथीभाइ। काठमाडौँ कलङ्कीबाट नौबिसे धार्केसम्म चाहिँ अहिले सहज रूपमा यात्रा गर्न सकिन्छ। र यहाँतिर रडहरू पनि राखिएको रहेछ। यो खिया लागिसक्यो। यसलाई अब व्यवस्थित गरेर राख्नुपर्ने हो। ऊ पर चाहिँ काम भइरहेको छ। नेपाली दाजुभाइहरू काम गरिरहनु भएको अवस्था छ। त्यहाँ पर्खाल उठाउने काम जारी रहेको छ, हामी देख्न सक्छौँ। यहाँतिर यो पहाड चाहिँ अलिकति राम्रोसँग व्यवस्थित तरिकाले बनाउनु पर्ने थियो। यहाँबाट माथिबाट ढुङ्गा खस्न सक्ने सम्भावना छ। यहाँनिर अब ढलान गर्नुपर्ने
छ यहाँनिर ढलान गरेको छैन। तलबाट चाहिँ अब पर्खाल उठाउँदैछ। यो बाटो एकदमै पूर्व पश्चिमसम्म जाने बाटो। तल हाम्रा दाजुभाइहरू काम गरिरहनु भएको अवस्था छ। यहाँ पर्खाल उठाउनु पर्ने कार्य जारी रहेको छ। हामी देख्न सक्छौँ यहाँतिर यस्तो स्थिति छ। यो ठाउँलाई चाहिँ अलिकति व्यवस्थित गर्नुपर्ने हो र यहाँको भूभाग भने यस्तो रहेको छ। हामी देख्न सक्छौँ यो क्षेत्रको भूभाग र यहाँनिर व्यवस्थित गर्नुपर्ने हामी देख्दछौँ। यहाँनिर व्यवस्थित हुनै पर्दछ यो स्थानमा र यहाँ चाहिँ यस्तो भूभाग छ। यो क्षेत्रको भूभाग चाहिँ यस्तो देख्न सक्छौँ। यहाँनिर यो अझै पनि यो माथिको भूभाग चाहिँ उत्खनन गरेर यहाँ मजबुत ढङ्गको पर्खाल उठाएर चाहिँ यो तलबाट पनि मजबुत ढङ्गको पर्खाल उठाएर यो क्षेत्रको चाहिँ अझ व्यवस्थित गर्न सकिएको भए अझ उत्तम हुने थियो। यस्तो छ यहाँ सवारी साधनहरू आउँदाखेरि अलिकति समस्या उत्पन्न र देश विदेश तथा भूगोलको हरेक कुनाबाट हामीलाई हेर्नुहुने दर्शक महानुभावहरू, आज हामीले काठमाडौँको कलङ्कीबाट नागढुङ्गासम्मको सडक अपडेट दियौँ। यहाँहरूलाई हाम्रो भिडियो कार्यक्रम कस्तो लाग्दैछ जस्ताको तस्तै सल्लाह सुझाव दिन सक्नुहुनेछ। हामीले नागढुङ्गाबाट धादिङको धार्केसम्म 9:20तिरको अपडेटहरू यसभन्दा अगाडि नै दिइसकेका छौँ। यहाँहरूले हाम्रो च्यानलमा गएर पनि हेर्न सक्नुहुनेछ। अबदेखि चाहिँ काठमाडौँ कलङ्कीबाट 9:20सम्म चाहिँ सडक राम्रो भएको छ। यहाँबाट हामी सहजै यात्रा गर्न सक्छौँ। आजको यो श्रृङ्खलाबाट हामी बिदा चाहन्छौँ। नमस्कार।